आदरणीय गणेश लामाज्यू, त्यसैगरी विशिष्ट अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति माननीय तीर्थ लामाज्यू, त्यसैगरी अतिथि यसै प्रदेश क्षेत्रका क्षेत्रीय सभापति आदरणीय चन्द्र लामाज्यू लगायत मञ्चमा मञ्चासीन नेपाली कांग्रेसका जिल्ला कार्य समितिका श्रद्धेय सदस्यज्यूहरू, पूर्व सदस्यज्यूहरू, विभिन्न तह र तबकामा रहनुभएका नेतागणहरूमा स्वीकार गर्नुहोस् जय नेपालको न्यानो अभिवादन। जय नेपाल, जय नेपाल। सर्वप्रथम मैले सुनेको छु आज यस भूमिमा बेथानचोक 6 मा विभिन्न पार्टीहरू परित्याग गरेर यस पार्टीमा दर्जनौं युवाहरू प्रवेश गर्दै हुनुहुन्छ। यस पवित्र पार्टीमा यहाँहरूलाई हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। स्वागतम छ। मेरो खासै त्यस्तो केही छैन, मेरो भए जति सबै रविन सरले भन्नु, त्यसैलाई समर्थन जनाउँदै विकास निर्माणको सन्दर्भमा यसै वडामा निर्वाचित नेपाली कांग्रेसको जनप्रतिनिधि हुनुहुन्छ श्रद्धेय विष्णु तामाङज्यू, उहाँले नै भन्नुहुन्छ। पालिका स्तरमा हाम्रो अध्यक्ष पनि नेपाली कांग्रेसकै तर्फबाट निर्वाचित हुनुहुन्छ, उहाँले नै बताउनुहुन्छ। प्रदेशतर्फ पूर्व मन्त्री जिल्ला सभापति माननीय तीर्थ लामाज्यू हुनुहुन्छ। यो तीनटै तहमा नेपाली कांग्रेसको निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ। विकासको सन्दर्भमा मैले टिप्पणी व्याख्या गर्न निरर्थक हुन्छ अथवा सान्दर्भिक हुँदैन, उहाँहरूलाई नै मैले त्यो छोडिदिएँ। म मात्रै के भन्छु, एकता। म प्रदेश कार्य समितिलाई, क्षेत्र नम्बर 1 को क्षेत्रीय कार्य समिति, जिल्ला कार्य समितिलाई एउटा मात्रै निवेदन के गर्न चाहन्छु भने नेपाली कांग्रेस बेथानचोक गाउँ कार्य समितिको जस्तो एकताको सन्देश तपाईहरुको समितिले दिनुहोस्। एकता भनेको के हो भन्ने प्रश्न यहाँलाई सबैलाई लाग्ला। हाम्रो जिल्लामा 3 जना केन्द्रीय सदस्य हुनुहुन्छ। 1 नम्बर शिवप्रसाद उमगाई, 2 नम्बर मधुप्रसाद आचार्य, 3 नम्बर गणेश लामा, 1 जना महामन्त्री हुनुहुन्छ कञ्चन चन्द्र बादे बागमती प्रदेशको। त्यसपछि जिल्ला सभापतिजी श्रद्धेय नेता तीर्थ लामाजी हुनुहुन्छ। यस क्षेत्रमा क्षेत्रीय सभापति हुनुहुन्छ दिनेश लामा, यस क्षेत्रमा प्रदेश क्षेत्रीय सभापति हुनुहुन्छ चन्द्र लामा, यस पालिकाको सभापति हुनुहुन्छ मेरो आदरणीय नेता, आज स्वास्थ्यको कारणले आउन सक्नु भएन। म उहाँको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्छु। म पनि उहाँसँग प्रतिस्पर्धा गरेको थिएँ सभापति भन्नको लागि। मेरा केही शुभचिन्तकहरूको अङ्क माने समर्थन कमी भएको हुनाले म बन्न सकिनँ। यद्यपि ममा निराश भएन, म त्यत्तिकै लागेको छु। हामी बेथानचोक गाउँपालिकाको नेपाली कांग्रेसको प्रारम्भदेखि आजको मितिसम्म मलाई लाग्छ एकतामा कुनै अभाव र कमी भएको छैन। छैन। त्यसो भएको हुनाले यो एकता, जहाँ एकता रहन्छ त्यहाँ विकास रहन्छ, जहाँ एकता रहन्छ त्यहाँ समृद्ध रहन्छ, जहाँ एकता रहन्छ त्यहाँ संगठित रहन्छ। यो एकताको सन्देश जिल्लासम्म अभ्यास होस् भन्ने शुभकामना र शुभेच्छा दिन चाहन्छु। कतै कतै यहाँहरूलाई अलिकति अल्मलेको हो कि जस्तो लाग्यो होला, त्यो अल्मल आजबाट अन्त्य भएको तपाईहरुले महसुस गर्नुभयो होला। केन्द्रीय सदस्यज्यूहरू हुनुहुन्छ, जिल्ला सभापति हुनुहुन्छ, क्षेत्रीय सभापति हुनुहुन्छ, सारा जिल्ला सदस्य हुनुहुन्छ। यहाँ कसैलाई विभेद गरेको छैन। सबै आएर तपाईहरुको बीचमा कांग्रेस हामी एक ढिक्का छौँ भनेर एकछिनपछि उद्घोष गर्दै हुनुहुन्छ र त्यसकारण अल्मल कोही नपरौँ। एकले अर्काको अस्तित्व स्वीकार गर्दा आफ्नो अस्तित्व सबैले स्वीकार गर्छ, यति मात्रै हो। आफ्नो अस्तित्व स्वीकार गर्दा अरूको अस्तित्व पनि स्वीकार गरौँ। यही नै एकताको सन्देश र सबै एक ढिक्का भएर अगाडि बढ्दा फेरि पनि संघ नेपाली कांग्रेसले जित्छ, फेरि पनि प्रदेश नेपाली कांग्रेसले जित्छ, फेरि पनि गाउँपालिका नेपाली कांग्रेसले जित्छ र फेरि पनि वडा नेपाली कांग्रेसले जित्छ भन्ने शुभेच्छा र यो सन्देश दिँदै सबैलाई एक ढिक्का हुन यो बेथानचोक नारायणले सबैलाई सद्बुद्धि, आशीर्वाद, कृपा र प्रेरणा प्रदान गरून् भन्दै बिदा हुन्छु। हस्त। जय नेपाल। हस्।